नवनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ समानुपातिक सदस्य 78 वर्षीय अर्जुन नरसिंह केसीद्वारा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष 2082 चैत्र 11 गते राष्ट्रपति शीतल निवासमा शपथ ग्रहण गर्नुभयो। नेपाली काङ्ग्रेसका अर्जुन नरसिंह केसी शपथ लिएपछि सोही दिनदेखि सिंहदरबार सचिवालय जानुभयो। प्रतिनिधि सभा निर्वाचन 2082 मा कुल 275 सिटमा प्रत्यक्षतर्फ निर्वाचन प्रणालीबाट 165 सिट र समानुपातिक प्रणालीबाट 110 सिट मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सिट प्राप्त गरी ठूलो दल भएको छ। राष्ट्रिय दलको मान्यता पाएका दलहरू रासोपा, काङ्ग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा गरी 6 दल छन्। औपचारिक तथा सांस्कृतिक पोसाकमा सदस्यहरूको सहभागिता देखियो। 47 जनाले मातृभाषामा शपथ कार्यक्रम, मैथिली, संस्कृत आदि। आजको शपथसँगै निर्वाचनको औपचारिकता पूर्णता पाउनेछ। ज्येष्ठ सदस्यज्यूलाई र शपथ लिनुहुन सबै सदस्यज्यूहरू समक्ष अनुरोध गर्दछु। म मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु। ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता, राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रतिनिधि सभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी ईमानदारीता साथ काम गर्नेछु। धन्यवाद। शपथ पत्रमा आफ्नो नाम, थर र मिति लेखी हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। मातृभाषामा शपथ लिनुभएका सदस्यहरूलाई मातृभाषा र नेपाली भाषाका दुवै शपथ पत्रमा आफ्नो नाम र मिति लेखी हस्ताक्षर गरिदिनु हुन अनुरोध गर्दछु। नवनिर्वाचित प्रतिनिधि सभाको 274 सदस्यहरूको पद तथा गोपनीयताको शपथ 2082 चैत्र 12 गते बिहिबार दिउँसो 2 बजे सिंहदरबार स्थित निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा सम्पन्न भयो। ज्येष्ठ नागरिक सदस्य 78 वर्षीय अर्जुन नरसिंह केसीद्वारा 274 सदस्यहरूले शपथ लिनुभयो। ज्योतिषीय परामर्श अनुसार बालेन्द्र शाहको प्रधानमन्त्री शपथ कार्यक्रम 2082 चैत्र 13 गते दिउँसो 12:34 शुभ साइटमा हुने जानकारी छ। साथै 7 ब्राह्मणबाट शङ्खनाद, 108 जना बटुकहरूबाट स्वस्ति शान्ति वाचन, 108 जना बौद्ध भिक्षुबाट शुभ मङ्गल पाठ गर्ने कार्यक्रम रहेको जानकारी छ। बालेन्द्र शाहले भावी प्रधानमन्त्रीमा शपथको साइटबारे सार्वजनिक कटाक्ष जारी केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई रासोपा संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको प्रवक्ता समेत रहेका सांसद मनिष झाले जानकारी दिए।